हेलो एभ्रिवान, फेरि पनि हजुरलाई स्वागत छ मेरो ब्लगमा। अनि जय मसी र तपाईँले देख्न सक्नुभएको छ हामी चाहिँ घरबाट निस्किसकेको छौँ। अब भने हामी गेजिङ गइरहेछौँ है। यहाँ चाहिँ हामीसँग कौशिला दिदी उहाँको परिवार पनि हुनुहुन्छ। अनि उहाँहरूले चाहिँ सानो नानीले हाई पनि भन्दैछ, हस्बेन्डले पनि। अनि यहाँ चाहिँ नानीलाई घामले साह्रो पारिरहेको छ र अब भने चाहिँ हामी जरा पुग्यौँ है। आजको दिन, आजको मौसम र आजको वेदर पनि एकदमै दामी छ, तपाईँले देख्न सक्नुहुन्छ। र यसरी हामी चाहिँ अब हामी पेलिङ पुग्यौँ है। पेलिङको पनि दामी छ है। यसरी एकदमै मजाको जग्गाहरू छ, राम्रो छ, तपाईँहरू आउनु सक्नुहुन्छ, हेर्न सक्नुहुन्छ। र अब भने हामी हस्पिटल पुग्यौँ है छोरी र मेरो ट्रिटमेन्टको लागि। अनि हामीलाई चाहिँ नानीले पनि धेरै दुःख दिइरहेछ। यहाँ चाहिँ म अब युरिन टेस्ट, ब्लड टेस्ट गरेर चाहिँ झरिराखेको छु है। अब भने चाहिँ युरिन टेस्ट र ब्लड टेस्ट 1 बजी मात्रै निस्किन्छ भनेर चाहिँ हामी बजार झऱ्यौँ है। नानीको लागि भोलिको बर्थडेको लागि केकहरू अर्डर गर्न। अनि केकहरू अर्डर गरेर चाहिँ अब हामी लन्च खायौँ है। लन्चमा चाहिँ के मगायो, के खायो भने चाहिँ चाउमिन र मोमो है। तपाईँले देख्न सक्नुहुन्छ यहाँनिर भिडियोमा। र मलाई चाहिँ नानीले डिस्टर्ब गरिरहेछ है। अनि म आफै नानीलाई खुवाउनु कि म आफै खुवाउनु भइरहेको थियो। अनि म चाहिँ सानो नानीलाई खुवाउँदै थिएँ। अनि मलाई चाहिँ मेरो छोरीले चाहिँ खुवाइराखेको छ है। तपाईँले देख्न सक्नुहुन्छ यहाँनिर मलाई छोरी चाउमिन खुवाइराखेको छ। र अब भने चाहिँ यसो हल्का ब्युटी पार्लरमा गएर चाहिँ मेकअप गरौँ भनेर चाहिँ गएको। तपाईँले देख्न सक्नुहुन्छ यहाँनिर चाहिँ म चाहिँ अब ढल्के सुतेँ। अब म चाहिँ यहाँनिर चाहिँ यसो हल्का मेकअप गरिहेरौँ, नक्कल पारिहेरौँ भनेर चाहिँ अनि स्किन केयर गरिराखेको छौँ है। अनि यहाँ चाहिँ उहाँले क्रिमहरू यसो प्रडक्टहरू गर्नुहुँदैछ, मिलाउनुहुँदैछ है। अब भने मलाई अनि मेरो अनुहारमा हल्का मालिसहरू गरिदिनु परिराखेको छ है। अनि कस्तो मजा आउँदो रहेछ यसरी मालिस गरिदिँदा है। अनि एकदमै हल्का हुँदो रहेछ, शान्ति पनि हुँदो रहेछ। टेन्सनहरू भएको छ भने यसरी हल्का मालिस गरिदिनु गर्दाखेरि चाहिँ मजा आउँदो रहेछ, शान्ति हुँदो रहेछ। उहाँले चाहिँ मेरो मजाले गरिदिनु हुँदैछ। अनि यसरी र अब भने चाहिँ मलाई गरम पानी, हल्का गरम पानीले चाहिँ मेरो अनुहारलाई पुसपास गरिदिनु हुँदैछ है। यसरी पुसपास गर्नुपर्दो रहेछ नि त। अनि मलाई चाहिँ थाहा थिएन, यो चाहिँ मैले फर्स्टचोटि गरेको है। र मलाई त्यस्तो गर्नु मन थिएन पनि। अनि मेरो हस्बेन्डले गर्नु नि भन्यो है। अनि मैले चाहिँ गरेको है। अनि के गर्छ, के गर्दैन त्यो मलाई केही थाहा छैन। अनि उहाँले चाहिँ यसरी क्रिमहरू लगाइदिइराख्नु भएको छ। अनि मजाले क्रिम लगाएर चाहिँ हल्का मालिस गर्नुहुँदो रहेछ हाम्रो चेस्टबाट है। अनि यसरी दलिदिनु हुँदो रहेछ, यसरी मालिस गरिदिनु हुँदो रहेछ। यसरी हेर्नुहोस्, तपाईँले देख्न सक्नुहुन्छ हल्का एकदम शान्ति भइरहेको छ। मलाई चाहिँ निन्द्राले साह्रो पारेको नि हुँदो रहेछ कि उहाँले यसरी मेरो अनुहारलाई मालिस गरिदिन्थ्यो त। म त निन्द्राले यस्तो साह्रो पारेको थिएँ कि मलाई यस्तो साह्रो पारेको थियो कि यस्तो मजा आएको थियो कि तपाईँले देख्न सक्नुहुन्छ। यहाँ हेर्नुहोस् है, कस्तो मजा आएर चाहिँ आफूलाई चाहिँ एकदमै रिल्याक्स भइरहेको थियो। तपाईँहरू आउनु सक्नुहुन्छ यसरी। ल है साथीहरू, कति घरमा मात्रै बस्नु है, कति घरको मात्रै काम गरेर बस्नु हो, कति नानीसँग मात्रै बस्नु, कति भाँडा धुनु, कति भात तिउन पकाउनु होइन। यसो पार्लरतिर गएर यसो हल्का नक्कल पानी पारिहेरौँ न हामी पनि। अब उहाँले चाहिँ मेरो अनुहारमा है त्यहाँ पानी हालेर चाहिँ यो मेसिनबाट चाहिँ तातो बाफ आउँदो रहेछ, यसले चाहिँ सुक्दो रहेछ है अनुहारमा। अन्त त्यहाँदेखि उहाँले चाहिँ फेरि पनि मेरो अनुहारलाई घुमाइ त्यो तातो हुने, मलाई चाहिँ के हो यो मेसिनको नाम पनि याद छैन हो।
अनि हजुरहरूलाई याद छ भने मलाई कमेन्टमा बताउनुहोस् होला, भनिदिनुहोस् होला है। अनि अनि यो चाहिँ फर्स्ट टाइम हो है, अनि मलाई याद छैन। र अब भने चाहिँ उहाँले फेरि पनि मेरो अनुहारलाई फेरि पनि यसरी नै पुसेर चाहिँ अनि मजाले पुसेर चाहिँ उहाँले चाहिँ फेरि पनि मेरो यहाँ चाहिँ म हाँस्दैछु है। अनि मजा आउँदो रहेछ, फेरि फेरि आउनुपर्छ क्या हो भनेर उहाँसँग मैले रेला गरिरहेको थिएँ। अनि उहाँले चाहिँ फेरि पनि मेरो अनुहारलाई हल्का हल्का बसहरू है त्यसरी निकालिदिनु हुँदैछ है। कहाँ कहाँ दाग छ के छ भनेर उहाँले चाहिँ कोट्टै कोट्टै निकालिदिनु हुँदैछ। र यसरी हल्का फेरि पनि पुसपास अनि फेरि पनि नखाएर चाहिँ फरफर लगाएर चाहिँ उहाँले मेरो हल्का मालिस गरेर पुसपास पनि गरिदिनु हुँदैछ। र अब भने चाहिँ यो मेसिन लाग्दा चाहिँ मलाई एकदमै कुतकुती लागिरहेको थिएँ। कुतकुती पनि कहाँ लाग्यो भन्नुहोस् न, निधार र तल पैतालामा मलाई चाहिँ एकदमै कुतकुती बेसी लाग्छ क्या। कसैले पैताला आफ्नो पैताला चाहिँ कुतकुती लाउँदैछ नि पर मेरो नै खुट्टामा कुतकुती लाग्छ है। अनि उहाँले चाहिँ त्यो मेसिन लाउँदा चाहिँ मलाई पुरा कुतकुती लागिरहेको थियो है। अनि फेरि पनि उहाँले चाहिँ मलाई फेरि पनि मेरो अनुहारमा यसरी नै क्रिमहरू लगाएर है मसाज गरिदिनु हुँदैछ। र यसरी तपाईँ देख्न सक्नुहुन्छ। अनि मजा म त निदाइछु पनि है, उहाँले यसो गरिदिनु हुँदा चाहिँ मजा आउँदो रहेछ। अनि यो गर्दा चाहिँ म चाहिँ निदाइछु क्या। उहाँले चाहिँ भन्नुहुँदैछ तपाईँ आराम गर्न सक्नुहुन्छ भन्नुहुँदै चाहिँ, र म त यतिखेर चाहिँ निदाइछु, मजाले निन्द्रा साह्रो पारेर चाहिँ सुतेछु है। अनि तपाईँ देख्न सक्नुहुन्छ। र अब भने मेरो हल्का च्याम्पिङ मालिस हुँदैछ है, च्याम्पिङ मालिस हुँदैछ है, च्याम्पिङ मालिस हल्का हल्का मजा आइरहेछ। अनि उहाँले चाहिँ बात मार्दै मेरो छोरीले चाहिँ मेरो भिडियो गरिदिनु हुँदैछ है। मेरो छोरीसँग चाहिँ बात मार्दै मेरो भिडियो गरिदिइराख्नु भएको रहेछ। अनि उहाँले चाहिँ मलाई मालिस क्रिम मजा आउँदैछ यसरी दलिँदा चाहिँ है, मालिस गर्दै गर्दै अनि यसरी बडीमा हल्का मालिस छ। र हजुरले देख्न सक्नुहुन्छ। अब भने फेरि पनि मेसिन लाग्यो है, फेरि पनि कुतकुती लागेर मरिगयो म त, कुतकुती लागेर एकदमै लागिरहेछ। म चाहिँ मुसुक मुसुक हाँसिरहेको छु है कुतकुती लागेर एकदमै। र अब भने फेरि पनि मलाई त के बनाउनु भयो उहाँले त, आँखातिर टाँसिदिएर अनुहारमा के लगाइदिनु भएको हो, यो हत्त छैन आफूलाई भने हो। हजुर देख्न सक्नुहुन्छ। अब चाहिँ राम्रै भएछ है म ल है। अब चाहिँ फेरि त अब अर्को पनि अरे हो। अनि के सर यो केटी मान्छेलाई चाहिँ के सर नकल पर्नु आएको हो। अब हेर्नुहोस् मेरो हस्बेन्डलाई फेरि हो। र अब भने चाहिँ हामी फेरि दार्जिलिङ सपमा गएँ त मिठाई किन्नु लागि र केक रिसिभ गर्नुको लागि है। अघि चाहिँ अर्डर मात्रै गरिरहेको थिएँ, अब चाहिँ रिसिभ गरेर लानु छ। अनि यहाँ चाहिँ यो नानीहरू खेलिरहेको छ है, म चाहिँ सानो नानीलाई खेलाइरहेको थिएँ। अनि यहाँ चाहिँ गोली खेल्दैछ र अनि मेरो छोरीले घडी लाउने अरे। यो घडी कतिको भन्नुहोस् न, 4000को घडी। अनि यहाँ चाहिँ सानो नानीलाई भोलि बर्थडे हो भनेर चाहिँ सानो लुगा किन्यौँ भनेर गएको है। अनि लुगा छान्दा हामीले लुगा पाइसकेको छौँ है। अनि यहाँ चाहिँ फेरि पिङ्क कलरमा भनेर छानिराखेको छौँ है। 2 जोडी बोकेको छौँ र सक्स पनि बोक्यौँ हामीले। र अब भने चाहिँ हामी फर्किरहेको छौँ है। अब चाहिँ हामी रुममा घरमा जाँदैछौँ। यहाँ चाहिँ पेलिङ फेरि है, तपाईँले देख्न सक्नुहुन्छ। पेलिङमा चाहिँ बेलुका भएपछि फेरि लाइट बलेर क्या मजा हुन्छ।
अनि अहिले सपिङ गरेर यी सब्जीहरू यति बेसी ल्याएको छु आज त हो। अनि अब चाहिँ बेलुकाको खाना पनि तयार भइसकेको छ। खाना सिम्पल छ है आज चाहिँ। हुन्छ, थ्याङ्क यू सो मच भिडियो हेरिदिनु भएकोमा। हजुरलाई